हेलो एभ्रिवान गुड आफ्टरनुन भिडियो चाहिँ थियो मर्निङको सो भिडियो चाहिँ अहिले म तपाईँहरूको छेउमा आफ्टरनुनमा सेयर गर्दैछु। बिहानको स्किन केयर नुहाइधुवाइ गरेर फ्रेस भएर जुन स्किन केयर डेली हामी गरिन्छ त्यही भिडियो चाहिँ लिएर आएको छु आज। तपाईँहरूले हेरिदिनु होला लास्टसम्म अनि कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो चाहिँ आज डिफ्रेन्ट छ होइन, म यस्तो टाइपको भिडियो कहिले बनाएकी थिइनँ। अब स्किन केयर हेयर केयर यी सबको म भिडियो बनाउने थिइनँ, त्यही पनि सबैको देखेर आज मलाई पनि सानो स्किन केयर अब आफ्नो जस्तो टाइपको छ बनाउन मन लाग्यो। त्यो एउटा अलिकति तपाईँहरूको अगाडि सेयर गर्दैछु, कस्तो लाग्छ जनाउनु होला। भिडियो भोइस पनि त्यति राम्रो छैन, अब भोइस ओभर गर्न त्यति जानिँदैन, त्यही पनि सानो प्रयास भनौँ न होइन। यसै घरमा बसेर बोरिङ हुनु, अर्काको कुरा गर्नुभन्दा त यिनै सब गर्न राम्रो रहेछ। अहिले सोसियल मिडियाले यति राम्रो प्लेटफर्म एउटा दिएको छ होइन। मतलब पैसा कमाउनु नै ठुलो कुरो होइन, आफ्नो ट्यालेन्ट एउटा ट्यालेन्टै भनौँ न होइन। यस्तो टाइपको अब देखाउनु, कसैको कुरा गरेर गाउँमा हिँड्नुभन्दा यो गरेर बसेको राम्रो। किन भन्नु त गाउँमा हिँड्यो भने अब एउटाको कुरा गरिन्छ, अर्काको कुरा गरिन्छ, यत्तिकै आफू नराम्रै बाटामा जाइन्छ। अर्काको कुरा त गरेको राम्रो होइन, ती सब गर्नु गाउँमा अरूको चर्चा गर्नुभन्दा त्यसरी नै अब साना साना क्लिपहरू के गर्नुहुन्छ तपाईँ डेली बेसिकमा भिडियो बनाएर सेयर गर्नु, त्यो चाहिँ म बेस्ट देख्छु अर्काको कुरा गरेर बस्नुभन्दा होइन। त्यही भएर अब मान्छेहरूले भन्छन् कति मेकअप गरे कि के गरे कि, मान्छेहरूको त कामै हो भन्ने। सो मान्छेहरूलाई इग्नोर गरेर आफ्नो लाइफ आफ्नो हिसाबले जिउनु पर्दो रहेछ। त्यही भएर मैले पनि आज डिफ्रेन्ट भिडियो तपाईँहरूको छेउमा सेयर गरिरहेछु। सो कस्तो लाग्छ भन्नु होला। यति नै छ अब यो सानो बिहानको स्किन केयरको भिडियो, कस्तो लाग्छ जनाउनु होला।